साथीहरू हामी चाहिँ यता नरसिंहधामतर्फ अब लाग्यौँ। यहाँ हाम्रो चाहिँ साथीहरू दर्शन हाम्रो साथीहरू रात्रि 11 बजिरहेको हामी चाहिँ नरसिंहधामतर्फ लाग्यो साथीहरू। हामी चाहिँ यहाँ नरसिंहधाम जाने क्रममा 12:30 बजे यता यो के ठाउँ हो यो? नौबिसेमा आइपुग्यौँ। अब यहाँनिर चाहिँ मेरो सानोमा ढुङ्गा परेर ला त्यो कसरी यहाँ ढुङ्गा परेर मेरो सानोमीको आँखामा चाहिँ ए आँखा त पुरा अब अहिले यस्तो भएन अब चाहिँ पर्दैछ यसबारे अब छोडी हेर्छु न आँखा भयो आएको जस्तो लाग्यो तपाईँ भयो कि भएन? अब राति छ रेबन लगाएर हिँड्न पनि नसकिने राति त्यस्तो अँध्यार छ 12:30 भयो यहाँ चाहिँ यहाँ नौबिसेमा। हजुर हेलो हेलो गाइजहरू हाम्रो साथीहरू सबै मेरो सानो आफ्नो ढुङ्गातिर बिजायो। बाटोमा चाहिँ धुलो धेरै उड्ने ठुलो गाडीहरू कुद्ने यस्तो छ साथीहरू। चिया पनि आयो होइन। अब हामी चाहिँ चिया खाउँ यतै रमाइलो छ यता सबैजना। बल्ल मेरो सानोको आँखाबाट चाहिँ सानो मसिनो ढुङ्गा परेछ निक्ल्यो धन्न भगवान् कृपाले। अहिले रमाइलो छ तातो तातो चिया खान्छौँ अनि फेरि हामी यात्रा सुरु गर्छौँ। जस रमाइलो भइरहेको साथीहरू चिया खाउँ होइन। त्यसपछि अनि एकछिन बसेर अनि फेरि नरसिंहधामको यात्रा फेरि सुरु गरौँला। चिया खाउँ होइन। चिया खाउँ मजाले टक्क राति 9 बजे अब 12:30मा चट्ट हजुर रमाइलो छ। हामी चाहिँ पहिलोचोटि नरसिंहधाम जाँदैछौँ। चिया खाएर यहाँबाट लाग्यो होइन। अब चट्ट नरसिंहधामको यात्रा फेरि सुरु गर्छौँ है। रमाइलो भइरहेको छ जे होस् रातको समय भए पनि हाम्रो अब साथीहरू आफ्नो सबै सानममी दाईहरू भिनाजहरू दिदीहरू सबै भएर हामी चाहिँ साथीहरू यहाँ त्रिशुली नदीमा आइपुग्यौँ। अब एकछिन ओर्लेर बाइकबाट आराम गर्दैछौँ हामी चाहिँ। त्रिशुली नदीमा आइपुग्यौँ। 2:30 बस्न लागिरहेछ। यहाँ चाहिँ नदी छ अब देखिँदैन है अँध्यारो छ है। साथीहरू यस्तै छ है। अब नरसिंहधाम चाहिँ अब कतिमा पुगिन्छ पनि यहाँ चाहिँ नरसिंहधामको बोर्ड छ। बाटो त राम्रो ठुलो कतै कतै मात्रै अलिअलि अफरोड जस्तो रमाइलो छ अहिलेसम्म। त्रिशुलीमा आइपुग्यौँ हामी चाहिँ साथीहरू। हामी चाहिँ यहाँ नरसिंहधाम आइपुग्यौँ भर्खर। अब हामी चाहिँ स्नान गर्छौँ अनि पूजाआजा गरेर अनि फेरि घरतर्फ फर्कन्छौँ। यहाँ कति धेरै भक्तजनहरू आइसक्छ रहेछ। रातभरिको यात्रा गर्दाखेरि यतिखेर आइपुग्यो हामी चाहिँ 4:52मा। यहाँ चाहिँ यस्तो छ है यति धेरै भक्तजनहरू आइसक्छ छ। यहाँ चाहिँ हामी त डर लाग्छ होला भने त भरे हामीभन्दा अगाडि नै यति धेरै भक्तजनहरू आइसक्छ रहेछ यता है। टक्क आएर स्नान गरेर यत्रो भक्तजनहरूले चाहिँ यहाँ टक्क हुसी लागेर यी रमाइलो छ। अब प्रकृतिको सुन्दर वातावरण यति रमाइलो शान्त सुन्दर। हाम्रो चाहिँ साथीहरू सबै हाम्रो
आएर पूजाआजा खोलामा गरेर हामी चाहिँ यहाँ फोटोहरू खिचेर अब माथि मन्दिर जाँदैछौँ। यता कस्तो सुन्दर छ वातावरण चाहिँ, जस प्रकृतिको सुन्दरता असाध्यै नै राम्रो छ। यहाँ हेर्छु असाध्यै नै राम्रो छ। ल हाम्रो साथीहरू सबैजना यसरी हामी चाहिँ अब नुहाएर हामी खोलामा पूजा गऱ्यौँ। अब हामी चाहिँ यता माथि नरसिंह भगवानको मन्दिरमा दर्शन गर्छौँ। कस्तो रमाइलो छ प्रकृतिको वातावरणहरू, असाध्यै सुन्दर रमणीय छ। यस रमाइलो भइरहेछ यहाँ नरसिंह धाम चाहिँ असाध्यै सुन्दर, असाध्यै रमाइलो छ। पुरुषोत्तम महिनामा आएर यसरी स्नान गरेर नरसिंह धाममा दर्शन गर्न पाउनु पनि भगवानको एउटा कृपा नै हो। पुरिरहेको छ, तसर्थ दान गरेर अधिक पुण्य प्राप्ति गर्नुहोस्। पुनश्च दान गरेपछि रसिद अनिवार्य लिनुहोला। हरे कृष्ण। शरणमा आइपुग्यौँ। जे होस् भगवान श्री हरि विष्णुको यहाँ भगवानको नरसिंह धाम भगवानको दर्शन गऱ्यौँ। साथीहरू भक्तजनहरू हुनुहुन्छ। यता चाहिँ हाम्रो नरसिंह भगवानले श्री हरि विष्णु नारायणले नरसिंह भगवानको अवतार निस्केको नरसिंह भगवान होस्। भगवान नरसिंहनाथको सुन्दर रमाइलो छ। भगवान नरसिंहको पनि दर्शन गऱ्यौँ। यहाँनिर पकाउन जाँदैछौँ। रमाइलो छ साथीहरू, असाध्यै रमाइलो छ। यहाँ चाहिँ राम्रोसँग दर्शन गऱ्यौँ। नरसिंह भगवान सबैको रक्षा गर्नु कल्याण गर्नु वासुदेवाय। आज चाहिँ हामीले नरसिंह भगवानको अवतारको पुरुषोत्तम दर्शन गऱ्यौँ। जो होस् नरसिंह भगवानको साथीहरू, हामी चाहिँ अब यहाँ नरसिंह धामको दर्शन गरेर अब हामी जान्छौँ। बाटोमा यस्तो खाजाहरू चिया नास्ता खान्छौँ। यो रमणीय प्राकृतिक दृश्यहरू अवलोकन गर्दै जान्छौँ। हजुरहरूको यहाँको दृश्यहरू अवलोकन गर्नु होला भन्न अवस्थाहरू चाहिँ यहाँ यस्तो छ। यस्तो राम्रोसँग दृश्यहरू, यहाँको वनस्पति, यहाँको दृश्यहरू चाहिँ एकदम प्राकृतिक सौन्दर्य मनपर्नेहरू मान्छेहरूलाई चाहिँ एकदम राम्रो ठाउँ हो। भगवानको दर्शन पनि हुने, यति सुन्दर प्रकृतिको दृश्य हेर्न पनि निकाल्न पनि पाइने। जे होस् प्रभु भगवानको चाहिँ अब हामी चाहिँ यहाँबाट जाने तर्फ गर्दैछौँ।
बसेर आर्मी बिस्कुट खाइरहेछौँ यहीँ आर्मी बिस्कुट खाएर बिस्कुट गरेर राति ट्राभल गरेको भएर होला हामीलाई राति ट्राभल गरेको भएर होला हामीलाई चाहिँ एकदम निन्द्रा लागेर है साथीहरू मलाई त चाहिने हामी चाहिँ यहाँ खाजा खाइरहेछौँ यहाँ चाहिँ यस्तो छ भ्यू चाहिँ रमाइलो छ एकदम तर यो राति ट्राभल गर्दा चाहिँ निन्द्रा नपुग्ने भएर होला एकदम निन्द्रा लाग्दो रहेछ रमाइलो भइरहेछ जिउ साथै चाहिँ रमाइलो छ मौसम यहाँको असाध्यै रमाइलो भइरहेछ हामीलाई भगवान्को दर्शन पनि राम्रोसँग भयो एकदम रमाइलो भइरहेछ साथीहरू हामी चाहिँ मलिकमा खाना यहाँ हामी खान्छौँ अनि घरतिर लाग्छौँ यहाँको बजार पनि रमाइलो रहेछ माछाहरू सट्ट पारेर साथीहरू चाहिँ यता छौँ बसिरहेछ हामी चाहिँ अब खाना खानको लागि अब खाना खान्छौँ अनि मात्रै घरतिर लाग्छौँ साथीहरू हाम्रो चाहिँ यहाँ खाना आयो अब हामी चाहिँ खानाहरू खान्छौँ होइन सट्ट पारेर तल अब खाना खाएर अनि हामी चाहिँ यसरी अनि घरतिर लाग्छौँ बाटोमा रमाइलो गर्दै जानुपर्छ यस्तो गर्मी छ साथीहरू अब यो गर्मी नै भए पनि हामी चाहिँ अब घरतर्फ लाग्न साथीहरू हामी चाहिँ अहिले यहाँ बल्छीमा आइपुग्यौँ यहाँ चाहिँ असाध्यै गर्मी छ अनि थकै मारेर बसेको हामी चाहिँ एकदम गर्मी भएर यहाँनिर साथीहरू चाहिँ यहाँनिर यसरी थकै मार्दैछौँ गर्मी एकदम भएर बढेर यसरी शीतल आउने खालको छता हालेर यस्तो बनाइसकेको रहेछ राम्रो छ जे होस् तर एकदम गर्मी छ साथीहरू यहाँ यो गर्मी त्यही माथि गाडीको यो तातो धुवाधुलो सबै गाडी छ ड्राइभ गरेर हिँड्दा नि यता चाहिँ कुन खोला हो कुनै यस्तो छ यता ठुलो गाडीहरू कुदिरहेछ चाहिँ रमाइलो हो है उता त्यो प्राकृतिक दृश्यहरू हेरेर अनि यत्रो ठुलो ठुलो गाडीहरू कुद्दाखेरि चाहिँ अनि धुवाधुलो धेरै हुने है अनि यो गर्मी फेरि यो गर्मी मौसममा त एकदम गाह्रो हुने रमाइलो छ तर त्यो साथी फ्यामिलीसँग हिँड्दाखेरि साथीहरू हामी चाहिँ नरसिंहधामबाट हस्पिटल घर आइपुग्यौँ नरसिंहधामको महिनामा नरसिंहधामको यात्रा पहिलोचोटि भएको हो नरसिंहधामको यात्रा एकदम रमाइलो भयो राम्रोसँग पुगेर आयो तर राति ननस्टप अब त्यो बाइक अब नसुकी चलाएर बाइकमा हिँड्न चाहिँ अलिक गाह्रो हुने कि टाढो पुग्ने तर त्यो राम्रोसँग पुगेर आयो नरसिंहधाम धेरै रमाइलो रहेछ राम्रो रहेछ त्यसो महिनामा पहिलोचोटिको यात्राको नरसिंहधामको रमाइलो भयो राम्रोसँग भगवान्को दर्शन गर्न पाइयो धेरै धेरै खुसी लाग्यो हजुरहरू पनि गइसक्यो होला भन्ने सोच्दछु यति भन्दै आज